Hello everyone, welcome back to our vlog guys. हैन तपाईहरुलाई सज्जल भ्लगमा स्वागत छ। अनि आज चाहिँ हामी माछा मार्न जाँदै छौं। अनि तपाईहरुलाई देखाउँछौं माछा कस्तो हुन्छ भनेर। अनि हामी चाहिँ त रोडतिर जाँदै छौं। देख्नुहुन्छ गाइस। बाबु अनि यस्तो भ्यू छ। अनि उता चाहिँ भाइले माछा मारिरहेको छ। अनि यहाँ चाहिँ म माछा मार्न एकदम प्रोफेसनल के छु हैन। अनि त्यही भएर माछा मार्न जान्छु। अनि बाबु यता ओए। अब हामी चाहिँ म चाहिँ अब बल्छी थाप्छु के। बाबु साप आउँछ है। यो के हो त? यो चाहिँ गडलो रहेछ। अनि यो चाहिँ हाम्रो मिजन भाइ। बाबु गाइस यहाँ धान फुलिसक्यो। हाई भन्देऊ त बाबु। हाई भन्नु नि यता हेरेर के सानो। हाई भन्देऊ न। अनि म चाहिँ माछा मार्न जान लाग्छु। भाइहरुलाई चाहिँ म गाइस एकदम रमाएर यतिकै भाग्यो है भाइ चाहिँ। अनि यहाँ चाहिँ भाइहरुले यो पुरै यस्तो गरेको छन् के। माछा मार्ने जाल मैले हिजो चाहिँ यत्रो भोटी मारेको थिएँ के गाइस। दुईटा हो। अनि त्यो भाइले चाहिँ मार्ला। अब हेरौँ कति मार्छन्। म चाहिँ अनि भाइहरु छन्। सज्जल रोपाल ब्लग्स छ। आउ छोरो छिटो न। अनि मेरो नि आइडीहरु धेरै छन् के। त्यता त जानु न अब साप आउँछ। देख्नु नि यो जताहरु नि भागेको। म दिन्छु ल मेरो छोरोले म दिन्छु। म दिन्छु। ल हामी गएर बनाएर लिएर आउने है। ल जाऊ। जाऊ न। यस्तो राम्रो बप्पाल बिवा। अब म मार्दिन्छु पखाओ। अनि यहाँ चाहिँ म भाइहरुले यहीँ राखिदिन्छु। एकैछिन पकाउन दिएको गाई चाहिँ। ल पार्देऊ नि त। ल जालमा हाल्देऊ। यहाँ भाइले गाह्रो छ गाइज। माछा मारेको रे यहाँसम्म त। छोड हात छोड्देऊ। त्यो हात छोड्देऊ। छोड्देऊ यसरी हाल न। हेलो कहाँ हालेको त हेर्नु गाइज। खुवाइलो बनाएर रहेछ नि यार यो त। अब यस्तोले जान्छ त। बाबु लड्छ यता। गाइज एकछिन है। यहाँ र नि गाइस मेरो सेम टी सर्ट छ कि। हेर्नु नि गाइस उ त्यसको र मेरो रमाइलो छ गाइस। ल यो लिएर नानी हामी जाने। ल हामी जाम। दिदी छ बस है तिमी। हामी जान्छ। बाबु समात त्यो गडौलो समात। सन्चै छौ। सो गाइजहरु म फेरि जाँदैछु। भाइलाई भर्खरै राखेर। ल भाइले भर्खरै रुममा राखेर आएको। अब हामी चाहिँ डाइरेक्ट माछा मार्न जान्छौँ। हुन्छ। अनि यता पनि छ होला माछा सायद यतातिर नै। अनि म चाहिँ माछा हैन मतलब अब म नि माछा मार्न चाहिँ जान्छु भनेर आँटेको। अनि भाइहरु यता नि खोला सुकाउँदैछन्। अनि एउटा भाइ चाहिँ गडौलो खोज्दैछ। अनि यहाँ चाहिँ भाइले सुकाहान है। अस्ति हिजो यहीँ पायो तिमीहरूले। अनि यहाँ भाइहरुले यहाँ सुकाउँदैछन्। त्यहाँ ईश्वर दाइ हो नि फेरि कराउँछन् कि भनेर। यहाँ हामी चाहिँ अब यसमा मतलब यसमा चाहिँ हेर्नु गाइस यसमा चाहिँ हामी गडौला हालेर माछा मार्छन्। दाइ गडौलो ल्याउनु। आधा भाँच्छ त गाइस। गडौलो भाइले भाँच्दैछ। म चाहिँ यसमा गडौला हालेर
मसै छैन भाइ चुडाउनु त दिदी हो त्यही भएन हुन्छ होला त्यही मसिनो खालको होइन यी हामी चाहिँ गडलाई यसरी काटेर मतलब चुडाएर हेर्नु गाइस अच्छा त्यो बेला अनि यसलाई चाहिँ हामी बल्छीमा अड्काउँछौँ के भाइ यो अड्काउँदा बल्छीमा म समातिन्छु यसरी समात्यो यहाँ मुनि ल्याएको हो यहाँ अनि देख्यो अनि हामी चाहिँ यो मतलब हुन्छ नि यो गडौलालाई चाहिँ यसरी हाल्छौँ के यसलाई यसरी हालेपछि माछा पनि हिजो मैले यत्रो ठुलो पारेको थिएँ गाई चाहिँ होइन 2टा पारेको थिएँ पारेछस् त अहिले यस्तरी चाहिँ देखिनुहुन्न गाइस फेरि देख्यो भने माछाले ऊ मतलब उसले उनी खान्न भन्छन् क्या कस्तो कोप्यो ल यो नि देखियो गाइस फेरि ल अब हामी चाहिँ रेडी भइसक्यो अब हामी चाहिँ मामा जान्छौँ म मात्रै जान्छु कोही न है अनि यी हामीसँग चाहिँ यो छ पर्दैन अनि यो हामीसँग छ गाइस गाली चाहिँ गर्छन् होला होइन तर म बिस्तारै पार्छु क्या एक्लै जान्छु नि त म किनभने फेरि कराउने उ गर्ने हुन्छ नि त हो खेतको मान्छेहरूले अनि म एक्लै जान्छु यो मार्नलाई मतलब गाली गर्छन् कि भन्ने डर चाहिँ हो है फेरि अड्क्यो कि गाई भाइले फेरि लास्टै लामो बनाएछन् क्या हेर्नु आयो गाईजी मैले मारेँ गाईजी हेर्नु त फत्तै निक्ल्यो ओ माइ ई निक्ल्यो ओए मिजन बाटा पनि हालेर गाइस भर्खरै आएको झप्पै पऱ्यो एकजना मात्र हो एकजना यहाँ गाली गर्नुहुन्छ अनि मैले फर्स्टमै पारेँ अच्छा मेरो हातमा अड्क्यो गाइस यो भर्खरै पारेको झम्मै पऱ्यो गाइस होइन थोपडै गएछ नि त गाइस यसको एकजना मात्र मिजन बिस्तारै अनि भाइ चाहिँ यसरी आत्तेर खान् तिमीहरू त्यहाँ सुकाउँदै गर न अनि गयो यहाँ माछा भाइ उफ्रिन्छ नि फेरि होइन भाइहरू भनिरहन् अब म चाहिँ अर्को भ्लगमा म चाहिँ भर्खरै एउटा पाएँ सो गाइजहरू हामी चाहिँ लिएर आइसक्यौँ अनि माछा देख्न सक्नुहुन्छ यति 2टा मात्र पायौँ के गाइज होइन 2टा मात्र आयो यहाँ हेर्नुहोस् है 2टा मात्र आयो गाइज केही छैन अब हामी पेस्ट भन्ने तरिकाले गर्छौँ गाइज हाम्रो चमारा हेर्नु न यस्तो राम्रो भएको छ घर चाहिँ पुरै यस्तो भद्रगोल भएको छ अनि हामी चाहिँ अहिले साफ गर्छौँ अनि म तपाईँलाई हाम्रो घरको सुकुटी देखाउँछु गाई यस्तरी सुकुटी गरेको छ अब हामी चाहिँ तपाईँहरूलाई अर्को नेक्स्ट भ्लगमा मिल्छौँ गाई है बाई